नमस्कार साथीहरू। आज म तपाईँलाई एउटा सानो भनौँ न अब यसलाई सानो एउटा एड्याप्टर जस्तो देखिने प्रोडक्टको चाहिँ रिभ्यू लिएर आएको छु। यो प्रोडक्ट तपाईँको हेर्दाखेरि सानो छ, एउटा इनपुट टाइप सी इनपुट छ अनि एकतिर लाइटनिङ छ, अर्कोतिर नि टाइप सी, यो दुईवटा आउटपुट हो, यो इनपुट हो है। यो के चिज होला भनेर चाहिँ थाहा नहुने साथीहरूको लागि चाहिँ म यो एउटा तपाईँको युजफुल के को लागि हुन्छ भन्ने कुरा जानकारी दिनको लागि एउटा सानो भिडियो लिएर आएको छु। अब यसको धेरै फाइदाहरू छ है, स्पेसल फाइदाहरू छ। यो प्रायः टेक्निसियन सबैसँग हुनैपर्ने चिज हो। यो झन् अब हामी जस्तो आइफोन हार्डवेयर रिपेयर गर्नेहरूको लागि त एकदमै युजफुल छ। अब यो हामी हार्डवेयर गर्ने बाइक सफ्टवेयर मात्र गर्नेहरूको लागि पनि धेरै नै युजफुल छ। यानि कि मानौँ दुवैजनालाई युजफुल छ, दुइटै सेक्टरलाई भनौँ, हार्डवेयर गर्ने होस् या सफ्टवेयर मात्रै गर्ने होस्। अब किन कसरी भन्नुहुन्छ भने यसलाई चाहिँ के भन्छ भन्दाखेरि तपाईँको डिएफयु या रिकभरीमा लानको लागि चाहिने एउटा एडाप्टर हो यो है। यसले के लान्छ, डिएफयु लान्छ, रिकभरी लान्छ। तपाईँलाई डिएफयु मोडमा लानु पऱ्यो भने डिएफयु मोडमा लान्छ, रिकभरी मोडमा लानु पऱ्यो भने रिकभरी मोडमा लान्छ। एउटा डाटा केबल र एउटा बटनको भरमा है, यहाँ बटन दिएको छ, बटनको भरमा अर्को युएसबी केबल, पिसीसँग कनेक्ट भएको केबल चाहियो। अब यो किन चाहिन्छ भन्दाखेरि जस्तै एउटा आइफोन आयो, एउटा कुनै आइफोन आयो जसमा तपाईँको स्क्रिन लक छ, पासवर्ड लक छ, तपाईँले सफ्टवेयर हाल्नु पऱ्यो, त्यसको त्यो फोनको चाहिँ कुनै एउटा बटन खराब छ, चाहे भोल्युम माइनस होस् या भोल्युम प्लस हो या एबिसी कुनै एउटा बटन खराब छ, जसलाई तपाईँले सफ्टवेयर हाल्नको लागि या यसको कोडहरू इरेज गर्नको लागि तपाईँले यो फोनलाई सबभन्दा पहिला केमा लानुपर्ने हुन्छ, डिएफयु मोडमा या रिकभरी मोडमा लानुपर्ने हुन्छ। अब बटन बिग्रिसकेपछि त तपाईँले रिकभरी मोड या डिएफयु मोडमा लान त सक्नुहुन्न। त्यस्तो बेलामा तपाईँले काम हुँदैन, फोन बन्दैन भनेर रिटर्न गर्नुपर्ने अवस्था थियो क्या पहिला। अब त्यसको समाधान केले गर्यो, यो एडेप्टरले गर्यो है। यो एडेप्टर तपाईँको भर्खरै यही महिना भनौँ लन्च भएको या रेडी तयार पारिएको नयाँ प्रोडक्ट हो है। एकदमै युजफुल। योभन्दा पहिला जुन हामीसँग थियो त्यो योभन्दा पहिला आएको सोल्युसनहरूमा चाहिँ एउटा केबल हुन्थ्यो जसले चाहिँ रिकभरी मोडमा मात्रै लान्थ्यो क्या, डिएफयु मोडमा लाने चाहिँ अप्सन थिएन है। रिकभरी मोडमा लानको लागि त केबल थियो तर डिएफयूमा थिएन। फेरि डिएफयू पनि हामीलाई चाहिन्थ्यो नि त, कुनै फोन बाइपास गर्नु पऱ्यो भने डिएफयू मोडमा लानुपर्ने थियो, डिएफयू नजाने। अब त्यसलाई भोल्युम रिपेयर गरेर तपाईँको दुनियाँ गरेर हाउजिङ चेन्ज गरेर समेत हामीले काम गर्नुपर्ने दिन थियो। तर अब अहिले के गर्नु पऱ्यो भने एउटा एडेप्टर 2025को एडेप्टर किन्नुभयो भने तपाईँको सबै प्रब्लम सल्भ हुन्छ। अब यसलाई कसरी युज गर्ने, के फङ्सन छ भनेर म देखाउँदैछु है साथीहरू। सबभन्दा पहिला एउटा आइफोन लिनुहोस्। म चाहिँ अहिले तपाईँको आइफोन 11 छ मसँग। यसलाई अब यसमा लाइटनिङ पोर्ट लाग्छ। अब टाइप सी वाला फोन अहिले तत्कालको लागि नभएको कारणले गर्दाखेरि म यो लाइटनिङ पोर्टमै कसरी युज गर्ने भनेर देखाउँदैछु। सबभन्दा पहिला यसको टाइप सी इनपुटमा चाहिँ तपाईँले एउटा पिसीसँग कनेक्ट भएको केबल हान्नुपर्ने हुन्छ। त्यो गरिसकेपछि तपाईँको हेर्नुहोस् लाइट ब्लिङ्किङ भइरहेछ थरी। यहाँनिर के अप्सन छ भन्दा एउटा रिकभरी मोड छ, एउटा डिएफयू मोड छ अनि फोनलाई रिस्टार्ट गर्नलाई रिस्टार्ट मोड छ। अब जस्तै रिस्टार्ट चाहिँ किन भन्दा तपाईँको रिकभरी मोड या डिएफयू मोडमा गएर फोन बसिसकेपछि त्यसलाई अन गर्नु पऱ्यो नि त, रिस्टार्ट गर्नु पऱ्यो नि, त्यसको लागि रिस्टार्ट। अब रिकभरी चाहिँ रिकभरी मोडमा लानु भइहाल्यो, डिएफयूमा लानु भइहाल्यो। अब यसलाई यो फोनलाई चाहिँ म सबभन्दा पहिला तपाईँको कुन मोडमा लगाउँ त, यसलाई टक्क यसरी छिराइसकेपछि तपाईँको पिसीमा कनेक्ट भयो। माथि देख्न सक्नुहुन्छ ओडिनो डिटेक्ट भयो फोन। अब यहाँनिर यो फङ्सन अहिले रिस्टार्टमा छ। अब म यसलाई रिकभरी मोडमा लगाएँ है। यो रिकभरी मोड हो, जुन लाइट पिलिक भइरहेछ नि, यो रिकभरी मोड हो। अब यो रिकभरी मोडमा लाइट पिलिक भएर छ भन्नुको अर्थ यो एडेप्टरले अब यसलाई रिकभरी मोडमा लान्छ। अब लानको लागि चाहिँ तपाईँको बिचको बटनलाई एकछिन क्लिक गर्नु पऱ्यो, बास गयो अब रिकभरी मोडमा। 3-4 सेकेन्ड वेट गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ रिकभरी मोडमा गयो फोन। तपाईँको के भन्छ 3U टुलमा कनेक्ट पनि भयो होइन। अब सेम अब यसलाई अर्को मोडमा लानको लागि चेन्ज। अब यो केमा गयो, डिएफयूमा गयो। डिएफयू मोडमा लाइट पिलिक छ। अब यसलाई डिएफयूमा लानको लागि थिचिरहनुहोस्, बास अब यो डिएफयू मोडमा गयो। 3-4 सेकेन्ड वेट गर्नुपर्छ। सरी यो अनै भयो।
ठिक छ, फोन चालु भयो तर म यसलाई डिएफयूमा लान्छु है। चेन्ज। अब डिएफयूमा गएँ, डिएफयूमा छ, यसलाई थिचिरहँ, डिएफयू, बस डिएफयू देख्न सक्नुहुन्छ। डिएफयू मोडमा गयो, सेम। अब यसलाई डिएफयूबाट रिस्टार्ट गर्नु पऱ्यो नि, सेम चेन्ज। अब रिस्टार्टमा थिचेँ, रिस्टार्ट। कुनै बटन नथिचिकन है, पावर बटन थिचेको छैन, भोल्युम डाउन थिचेको छैन, अफ कुनै बटन थिचेको छैन, जस्ट एउटा एडेप्टरमा भएको एउटा बटन थिचेको अनुसारले डिएफयू, रिकभरी, रिस्टार्ट मैले सबै चिज गरिरहेको छु। यति युजफुल प्रोडक्ट चाहिँ तपाईँको मिस्टर याङले लन्च गर्नुभएको छ। हो, मिस्टर याङ भनेको फेरि को भन्नुहुन्छ भन्दाखेरि हाम्रो याङ चाङसुङ है, चाइनाको एकदम पपुलर मास्टर हुनुहुन्छ। अहिले अब उहाँले चाहिँ नयाँ टुल्सहरू बनाउँदाखेरि तपाईँको मिस्टर याङ भनेर ब्रान्डिङ गर्नुभएको थियो। पुरानो थियो उहाँको, अब त्यो विभिन्न कारणवश नाम चेन्ज हुन गयो। अब जति प्रोडक्टहरू छ मास्टर याङको सबै मिस्टर याङ भनेर लन्च हुन्छ। एकदम मस्त प्रोडक्ट बनाउनुहुन्छ मिस्टर याङले। ठिक छ, देख्न सक्नुहुन्छ। अब अहिले फोन चालु भयो, फेरि एकचोटि हेर्नुहोस्, रिकभरी मोडमा गयो, रिकभरी मोडमा थिचिरह्यो, रिकभरी मोडमा गयो। 2 सेकेन्ड 3 सेकेन्ड होल्ड गर्नुहोस्, लोगो आयो, रिकभरी मोडमा गयो। हेर्नुहोस् त, एउटा एडेप्टरले कति मजाले काम गर्छ। अब मैले रिस्टार्ट गर्छु है, रिस्टार्ट। एक क्लिकको भरमा सरर के गरे, फोनलाई डिएफयू चाहियो डिएफयू, रिकभरी चाहियो रिकभरी। कति मजा छ। ल, यस्तै युजफुल प्रोडक्टहरूको तपाईँहरूलाई भिडियो रिभ्यू या बेनिफिट यस्तो केही बारेमा जान्न मन छ भने चाहिँ मलाई कमेन्ट गर्नुहोस्। यो प्रोडक्टको बारेमा केही चिज भन्नुहोस् भनेर कमेन्ट गरिदिनु। म त्यो प्रोडक्टको बारेमा त्यसको राम्रो नराम्रो कुराहरू लिएर आउने प्रयास गर्नेछु। यस्तै आजलाई बिदा हुन्छु। धन्यवाद, भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद।